हामीलाई वार्षिक रूपमा केही परियोजना हाल्नुहोस् भनेर प्रपोजल माग हुन्छ। त्यो प्रपोजल माग भएअनुसार हामीले कृषिमा नवप्रवर्तन गर्ने, केही नयाँ काम गर्ने भन्ने उद्देश्यले कृषि पर्यटन प्रवर्धनका लागि कृषक पाठशाला भन्ने परियोजना हामीले त्यसको सम्पूर्ण डकुमेन्टहरू निर्माण गरेर त्यसका ती सम्पूर्ण प्रपोजलहरू बनाएर देवचुली नगरपालिकाको टिमले प्रपोजल हालेको थियो प्रदेशमा। र प्रदेशमा हामीले जुन प्रपोजल हाल्यौँ त्यो प्रपोजल प्रदेशबाट स्वीकृत भएर हामी छनौटमा परेर हामीले अहिले यो कार्यक्रम, यो नवप्रवर्तन साझेदारी परियोजना हामीले प्राप्त गरेका छौँ। यो प्राप्त गरेर यही आर्थिक वर्ष 81-82 र 82-83मा यो कार्यक्रम हामीले सञ्चालन गर्दैछौँ। अब यो कार्यक्रम के हो हामीले प्राप्त गरेको भन्दा कृषि पर्यटन प्रवर्धनका लागि कृषक पाठशाला यो 82-83 भयो। अब आउने 83-84 यो दुईटा आर्थिक वर्षमा हामीले सञ्चालन गर्दैछौँ यसलाई। यो परियोजनाको नाम के हो भन्दा कृषि पर्यटन प्रवर्धनका लागि कृषक पाठशाला भन्ने परियोजना हो यो। अब यो कहाँ सञ्चालन हुन्छ भने देवचुली नगरपालिकाको वडा नम्बर 10 को यो पृथ्वी आदर्श जुन टोल छ यहाँ हाम्रो पृथ्वीनगरमा यो टोलमा सञ्चालन हुन्छ। अर्को कहाँ हुन्छ देवचुली नगरपालिका वार्ड नम्बर 6 को कीर्तिपुर भन्ने ठाउँ तपाईँहरूलाई पनि थाहा होला, कीर्तिपुर भन्ने ठाउँमा सञ्चालन हुन्छ। अर्को देवचुली नगरपालिका वार्ड नम्बर 1 केउरेनी भन्दा तल बोटेमाझी होमस्टे छ, त्यहाँ बोटेमाझी समुदायले सञ्चालन गर्नुभएको छ, त्यहाँनिर यो एउटा परियोजना सञ्चालन हुन्छ। त्यसपछि अर्को एउटा देवचुली वार्ड नम्बर 17 मा पिप्रहर सामुदायिक होमस्टे भन्ने छ, त्यहाँ विशेष गरी थारू समुदायद्वारा यो होमस्टे चलाइरहनु भएको छ। यो 4वटा ठाउँमा हाम्रो यो परियोजना सञ्चालन हुन्छ। यो परियोजनाभित्र के कुरा छ भन्दा नाम नै कृषि पर्यटन प्रवर्धनका लागि कृषक पाठशाला भन्ने छ। हामीले गर्न खोजेको के हो भन्दा अहिले अब व्यावसायिक रूपमा हेर्ने भने कृषि मात्र गरेर उत्पादन मात्र गरेर पनि आम्दानी नआउने, अलिक किसानहरूमा निराशा बढी आउने, बजारको समस्या आउने, यस्ता समस्या छन्। त्यो भएको भएर कृषि उत्पादनलाई पर्यटक ल्याएर हामीले आकर्षण गर्न सक्यौँ, पर्यटक ल्याएर त्यसलाई बिक्री वितरण गर्न सक्यौँ। हाम्रो यहाँको विशेष उत्पादन छ, विषादीरहित उत्पादन छ भनेर पर्यटकलाई थप आकर्षित गर्न सक्यौँ भने त्यसले गर्दाखेरि हामीले दिनचर्यामा गर्ने काम, हामीले घरमा पर्यटन नआए पनि तरकारी लगाउँछौँ, आउँदाखेरि लगाएर बिक्री गऱ्यौँ भने त्यसले अझ थप केही फाइदा देला। तरकारी मात्र होइन, हामीले हाँस पनि पाल्छौँ होइन, हाँसबाट पनि पर्यटनलाई आकर्षण होला, उनीहरू हाँस खाने भनेर यहाँ आउलान्, त्यसले गर्दाखेरि फाइदा होला। होमस्टेमा छुट्टै घरबास जस्तो आफ्नो घर जस्तै गरी बस्न पाऊँ भनेर आउलान्, त्यसले गर्दाखेरि हाम्रो उत्पादन बढ्छ। हामीले गरिरहेको मेहनतमा त्यसले के गर्ने काम गर्छ भन्दा केही त्यसको भेल्यु एड गर्ने काम गरेर थप आम्दानी बढाउन सकिन्छ कि भन्ने उद्देश्यले यो कार्यक्रम ल्यायौँ। यो ल्याइसकेपछि हाम्रो यहाँ अब यो उत्पादन गर्नलाई कृषि पाठशाला चल्छ। कृषि पाठशाला जम्मा 8वटा कृषि पाठशाला चलाउँछौँ हामीले। अहिले 2वटा कृषि पाठशाला सञ्चालन भइरहेछ, एउटा 17 नम्बरमा सञ्चालन भइरहेछ, एउटा 1 नम्बरमा सञ्चालन भइरहेछ। अब यहाँनिर पनि कृषि पाठशालाको लागि प्रारम्भिक बैठक बस्ने काम लगभग सम्पन्न भएको छ। अरू कामहरू अब साउनदेखि कृषि पाठशाला यहीँ चलाउने, यहीँ उत्पादन गर्न सिकाउने सबै काम हामीले साउनदेखि पनि गर्छौँ। अर्को आर्थिक वर्षमा थप 6वटा यहाँ सहित अन्य 3 ठाउँमा गरेर 6वटा कृषि पाठशाला चलाउँछौँ हामीले। अब यही आर्थिक वर्षमा तपाईँहरूलाई हामीले हिजो पनि बिउ बिजन दियौँ, तरकारीका बिउ बिजन दियौँ हामीले, अहिले हुने खाले तरकारीका। अब आज पनि हामीले हिजो जसले लानु भएन उहाँहरूलाई हिजो नै दिएको बिउ नलानु भएको महानुभावहरूलाई हामीले बिउ दिन्छौँ। अनि हामीले के गर्छौँ त्यसपछि हामीसँग फलफुलको बिरुवा पनि रोप्ने भन्ने कार्यक्रम छ। फलफुलको बिरुवामा हामीले गर्न खोजेको के हो भने हाम्रो हेर्दाखेरि एउटै खाले बोट बिरुवा रोप्न पाइयो घर आँगनमा भने एउटै खाले लाइन बन्छ। यो पृथ्वीनगरबाट उता रङ्गशाला जाने बाटोसम्ममा एउटै खाले बिरुवा लगाएर यो ज्याकारान्डा भन्ने एउटा फुल पनि हुन्छ होइन, ठुलो फुल हुनेवाला रुख हुने फुल हुन्छ। काठमाडौँको धरहरामा पनि, काठमाडौँको घन्टाघरनिर पनि हामीले हेऱ्यौँ भने पुरै यो मौसममा फुल्ने मौसम आएपछि पुरै रातो फुल्ने, पुरै ब्लू कलरको फुल्ने, निलो फुल्ने हुन्छ। त्यसले गर्दाखेरि मान्छेलाई आकर्षण गर्ने, राम्रो देखिने, हराभरा देखिने नि हुन्छ। यो पनि हजुरहरूलाई हामीले वितरण गर्छौँ। अब केही 3-4 दिनभित्रै हामीले फलफुलका बिरुवा पनि वितरण गर्छौँ यस्तै गरी कार्यक्रम बनाएर। अनि त्यसपछि हामीले के गर्यौँ योभन्दा अगाडि भन्दा एउटा होमस्टे पनि सञ्चालन गऱ्यौँ। यहाँ हामीले पृथ्वी मगर सामुदायिक होमस्टे घोषणा गऱ्यौँ। त्यो घोषणा गरेर अब सञ्चालन गर्ने हामीले तर्फर गर्दैछौँ। त्योबाट हामीले तालिम पनि सीमित हामीले छनौट गरेर
30जना जतिले हामीले कसरी होमस्टे चलाउने, कसरी खानेकुरा पकाउने भनेर तालिम पनि दियौँ हामीले। त्यो तालिममा कति यहाँ उपस्थित हुनुभएको सहभागी पनि हुनुभयो होला। सहभागी भइसकेपछि हामीले उहाँहरूलाई कसरी होमस्टे चलाउँदा रहेछन् भनेर देखाउनका लागि भनेर पोखरासम्म भ्रमण पनि लयौँ। त्यो पनि यो सबै यही कार्यक्रम अन्तर्गत भएका क्रियाकलाप हुन्। अब बिउ बिजनपछि हामीलाई त्यसको लागि मल चाहिन्छ, त्यो मल पनि हामीले हजुरलाई दिन्छौँ। हामीलाई विषादी चाहिन्छ, जैविक विषादी, सकेसम्म रासायनिक विषादी प्रयोग नगर्ने भनेर जैविक विषादी त्यो पनि हामी हजुरहरूलाई दिन्छौँ। अब यो सँगसँगै हामीले आवश्यक पर्यो भने अब आउने आर्थिक वर्षमा हजुरहरूलाई धेरै उत्पादन गर्दै जानुभयो भने राम्रो किसिमको टनलहरू बनाइदिने र गर्छौँ भनेर अगाडि बढ्नुभयो भने त्यसमा पनि हामीले सबै हाम्रो लगानीमा हजुरहरूको लगानी नहुने गरी, नगरपालिका भनेकै हजुरहरूको हो, त्यो नगरपालिकाको लगानी भनेकै हजुरहरूको लगानी हो, त्यो अहिले हामीले गर्छौँ कि अहिले हामीले गऱ्यौँ भने आगामी दिनहरूमा त्यसको स्याहार सुसार गर्ने, त्यसलाई अझ वृद्धि विकास गर्ने काम त हजुरहरूले गर्न पर्यो। त्यसरी हामीले के गर्छौँ भन्दा हामीले नमुना करेसाबारी बनाउने काम पनि हजुरहरूलाई सहयोग गर्छौँ त्यसमा पनि। त्यसपछि अब हाम्रो यो जलुके घुमाउरे छ यहाँ पहिला लगभग 1 वर्ष अगाडि 5-6 महिना अगाडि पुरै तरकारीले भरिभरा हुन्थ्यो। यो फर्सीका मुन्टा हुन्थे, फर्सी हुन्थे, त्यसपछि कुबिन्डो हुन्थ्यो, कहिलेकाहीँ अब तरुल हुन्थ्यो, पाहाडतिरको यहीँतिरको हुन्थ्यो, विषादी रहित उत्पादन हुन्थ्यो यहाँ। तर अहिले यो के भइरहेछ, अहिले अलिक कम हुँदै गएको छ अथवा सञ्चालनमा छैन त्यसरी अहिले। तर हामीसँग त्यसको लागि पनि सङ्कलन केन्द्र स्थापना भनेर कार्यक्रम छ अहिले। यसबाट पनि हामीलाई जलुकेलाई के सहयोग गऱ्यौँ भने फेरि त्यो सञ्चालन गर्न सकिन्छ, त्यो पनि हामीले सञ्चालन गर्छौँ। त्यो पनि हामीलाई यहाँ पैसा दिन मिल्ने पैसा छ, त्यो पनि हामीले दिन्छौँ। अब यो सँगै अब यो क्षेत्रलाई भनेर अब यहाँ हामीले एउटा समिति पनि बनाएको छौँ। यो समिति भनेको यो परियोजना सञ्चालन गर्ने समिति पनि छ। त्यो समितिको माताहतमा हामीले 1 गुण्डा हाते ट्र्याक्टर पनि दिन्छौँ। त्यो समितिलाई यो क्षेत्रको समितिलाई एउटा हाते ट्र्याक्टर दिन्छौँ हामीले, यही आर्थिक वर्षभित्र असारभित्र दिन्छौँ हामीले। अनि हाम्रो यही कार्यक्रमबाट कम्बाइन हार्भेस्टर भनेको एकदमै धेरै ठुला गरा हुन्छ नि, जुन धान काट्ने गरा, हामीले के गर्छौँ भन्दा अहिलेसम्म हामीले धेरैजनाले धान काट्नको लागि हामीले लेबर प्रयोग गर्छौँ होला, अथवा हामीले धान काट्नलाई मेसिन प्रयोग गर्दैनौँ होला। मेसिन प्रयोग गऱ्यो भने पनि एकजनाले हातले समातेर गुडाएर हिँड्ने मेसिन प्रयोग गर्छौँ होला। अब यही परियोजनाबाट नगरपालिकाभित्र धान काट्ने मेसिन आउँदैछ, मान्छे बसेर चलाएर काट्न मिल्ने। त्यसले धान मात्र काट्दैन, धान काट्छ, धान काटेपछि धानलाई थ्रेसिङ गर्ने काम त्यही हुन्छ, काट्दै हुन्छ। त्यो थ्रेसिङ गरेर धान सबै अब घरमा ल्याएर कुन्यो लाउन पर्दैन, थ्रेसिङ गर्न पर्दैन। त्यो थ्रेसिङ गरिसकेपछि पराल पनि त्यसलाई डल्ला बनाउने काम पनि खेतमै हुन्छ, त्यही मेसिनले गर्छ। यस्तो मेसिन पनि यही परियोजनाबाट आउँदैछ। यो खास गरी पिपरहर क्षेत्र भनेको रजर क्षेत्रमा अलि बढी खेतीयोग्य जमिन भएको, धेरै ठुलो फाँटहरू त्यहाँ भएको कारणले गर्दाखेरि मुख्यतः त्यहाँ रहेर सञ्चालन हुन्छ। तर सञ्चालन हुँदै गर्दाखेरि हामीले देवचुली नगरपालिकाको सबै सक्रिय किसानहरूलाई बोलाएर भेला गरेर त्यसको सञ्चालनको समिति बनाइदिएर अहिले हामीले फ्रीमा दिने हो, तर त्यसको ड्राइभरमा खर्च लाग्ला, त्यसको मर्मतमा खर्च लाग्ला, यी सबै खर्चहरू तपाईँहरूले बिहोर्ने गरी त्यसरी पनि हामीले एउटा योजना बनाएर त्यसलाई पनि हामीले नगरपालिकाभित्र सक्रिय रूपमा सञ्चालन गर्छौँ। त्यसरी सञ्चालन गर्दाखेरि के फाइदा हुन्छ भने लागत घट्ने भयो हजुरहरूको, लेबर खर्चमा लाग्ने भएन। अब धान कुन न्युमा राखेको धान भिज्ला भन्नु परेन, कहिले थ्रेसर बोलाएर फेरि त्यसलाई थ्रेसिङ गर्ने भन्नु परेन, थ्रेसिङ गरेपछि पराल कसरी थन्काउने भन्नु परेन होइन। यो सबै प्रक्रिया एकैपटकमा हुने भयो। यो सबैभन्दा महँगो मेसिन पनि हो। अनि यो भनेको नगरपालिकाले 100% अनुदानमा किसानहरूकै लागि भनेर दिँदैछ। त्यही भएर केही गर्ने हामीले प्रयास गरेका छौँ, तर यसमा हजुरहरूले गर्नै खोज्नु भएन। गर्नै नखोज्ने हामीले बिउ दिएको पनि लगाएर अब सिउरेर राखेर अर्को वर्ष भेट्टाउनु भयो। त्यस्तो भयो भने त राम्रो हुने भएन। अब लगाएर कता राख्नुभयो, लगेको ठाउँ बिर्सिनु भयो, राखेको ठाउँ पनि बिर्सिनु भयो भने त हजुरहरूले मेहनत गरिदिनु भएन भने हामीले मात्र एकहोरो दिएकोदै गरेर त केही पनि हुँदैन। त्यही भएर हाम्रो आशा अपेक्षा अनि भरोसा भनेको के हो भने तपाईँहरूले पनि हामीले यति मेहनत गरेर हामीले परदेशको पैसा लिएर आएको छौँ। नगरपालिकाको तपाईँहरूबाट पैसा उठाउन नपरोस् भनेर नगरपालिकाले छुट्टै आफूले पैसा लगानी गरिरहेछ होइन। त्यो कुरालाई हजुरहरूले हाम्रै पैसा हो, यो हाम्रै सहभागिताको पैसा हो। हामीले डाइरेक्टली सिधै क्यास नदिए पनि यो सबै हामीले नै कतैबाट म्यानेज गरेर कुनै हिसाबमा हामीले कर तिरेर गऱ्यौँ होला, कुनै हजुरहरूले कर तिर्नु भयो होला, कोही हामीले कर तिर्यो होला, कोही अन्य कुनै स्रोतबाट उठ्यो होला। यही पैसा हो, यसलाई हामीले सदुपयोग गर्नुपर्छ भन्ने हजुरहरूले ध्यानमा राख्नु पर्यो।
अनि अब हामीले अब आउने वर्षमा विभिन्न तालिमहरू पनि सञ्चालन गर्छौँ। कसरी तरकारी लगाउने, कसरी खेतबालीलाई राम्रोसँग गराउने, किराहरू कसरी चिन्ने भन्ने पाठशाला पनि राम्रोसँग सञ्चालन हुन्छ यहाँ। यसको लागि तपाईँहरूले हामीलाई सहयोग गरिदिनु पऱ्यो, साथ दिनु पऱ्यो। अनि प्लस यसमा केही बुझ्न खोजेका कुराहरू छन् भने हामीलाई छुट्टै पनि सोध्न पाउनुहुन्छ, फोन गरेर सोध्न पनि पाउनुहुन्छ, हामी यहाँ आएको बेलामा सुन्न पनि पाउनुहुन्छ भन्दै यो परियोजना चल्ने भनेको यो आर्थिक वर्ष 82-83 र आगामी आर्थिक वर्ष 83-84सम्म हो। अब यो परियोजनाभित्र के कस्तो हुन्छ भन्ने कुरा केही प्रश्नहरू आयो भने त्यसको उत्तर पनि मैले पछि दिनेछु भन्ने कुरा राख्दै अहिलेलाई यो परियोजनाको बारेमा आफ्ना कुराहरू राख्दै मेरो भनाइ यहीँ टुङ्ग्याउन चाहन्छु। हस्, धन्यवाद, नमस्कार। देवचुली नगरपालिका कृषि शाखाका आदरणीय सर गगन भट्टराईज्यूलाई उहाँले 82-83-84मा सञ्चालन गरिने नवप्रवर्तन कार्यक्रम अन्तर्गतका योजनाहरू, गरिने तालिमका कुराहरू, सम्पूर्ण कुराहरू जानकारी गराएर बिदा हुनुभएको छ। अब हामी केही दिन पहिला मात्रै देवचुली 10मा होमस्टे सञ्चालन र पाठ शिक्षाको एउटा कार्यक्रम पनि सञ्चालन गरिसकेका छौँ र यो कार्यक्रमको बारेमा अलिकति त्यो तालिममा पनि केही कुराहरू आइसकेको छ। होमस्टे सँगसँगै कृषक पाठशाला सम्बन्धी तालिम चाहिँ लियौँ। कृषक पाठशालाको तालिम अब हामी साउनको पहिलो हप्ताबाट लिँदैछौँ। होमस्टे भनेको के हो, होमस्टे भन्ने त सुनेको मात्रै हो, तर के हो भन्ने कुरा प्रत्यक्ष रूपमा अवधारणाको बारेमा सरले यहाँ सरस्वती बुझाउनु भयो र एकजना सरले होमस्टेको अवधारणा, होमस्टे भनेको के हो, यसको उद्देश्य भनेको के हो भन्ने कुराको बारेमा हामीलाई प्रशिक्षण दिनुभयो भने अर्को एकजना नारायण लामा सरले हामीलाई खाना कसरी पकाउने, कसरी सरसफाइमा ध्यान दिने र भान्सामा प्रयोग गर्दाखेरि आफ्नो सरसफाइ कतिको हुनुपर्ने र कुन खानामा के मिक्स गरेर पकाउने भनेर खानेकुराका आइटमहरू। चौथो दिनसम्म 5औं दिनको तालिम थियो। सुरुको दिन हाम्रो परिचयात्मक कार्यक्रम रह्यो। दोस्रो, तेस्रो र चौथो दिन हामीलाई सबै परिकारहरू पकाएर, विशेष गरी खानाका परिकारहरू, मासुका परिकारहरू, भेज नन भेज परिकारहरू पकाएर करिब 52वटा परिकारहरू पकाएर हामीलाई अवगत गराउनु भयो। सँगसँगै कुनै पनि कार्यक्रमको बारेमा अथवा कुनै पनि चिजको बारेमा सिक्नको लागि हेरेर प्र्याक्टिकल गरेर मात्रै भन्दा पनि वस्तुगत रूपमा, स्थलगत रूपमा हेरेर यो भनेको यो रहेछ भनेर बुझिन्छ भनेर हामीलाई एक दिने भ्रमण पनि लानुभयो पोखराको कालाबाङ भन्ने ठाउँमा। त्यहाँ के रहेछ भने होमस्टे भनेको छुट्टै घर बनाएर, बारीको छेउमा छुट्टै घर बनाएर पाहुनाहरू राख्ने होला, छुट्टै पकाएर खुवाउने होला भन्ने मेरो मनमा पनि थियो। त्यहाँ गएर हेरेपछि के बुझेँ भने मैले हाम्रै घरमा आउने पाहुनाहरू जो आउनुहुन्छ, भान्जा भान्जी ज्वाइँ चेला पाहुनाहरू आउनुहुन्छ नि, उहाँलाई जस्तै गरेर आफ्नै भान्सामा पाकेको खानेकुरा, आफ्नै बारीमा उत्पादन भएको अर्ग्यानिक तरकारी, फलफुल साथै अन्नबाली पकाएर उहाँहरूलाई खुवाउने र आफ्नै बेड बिस्तारामा उहाँहरूलाई आराम गर्न अथवा सुताउने, त्यस्तो रहेछ होमस्टे भनेको। छुट्टै विशेष भन्ने कुरो पनि हुँदो रहेछ। एउटा के रहेछ भने विशेष पोइन्ट, समितिले तोकेको खाना खुवाउन पर्ने, समितिले यो खाना खुवाउनु है, एउटै रेटको खाना, एउटै दरको खाना खुवाउनु भनेको त खुवाउनु पर्ने रहेछ। र त्यहाँ जाँदाखेरि कसरी स्वागत गरिँदो रहेछ भने सबै पाहुनाहरूलाई त्यहाँको एउटा मूल समिति हुँदो रहेछ, समितिको एउटा छुट्टै भवन हुँदो रहेछ। त्यो भवनमा पाहुनाहरूलाई स्वागत गर्ने, फुलमालाले स्वागत गर्ने, होमस्टेको बारेमा अवधारणाहरू सिकाउने उहाँहरूको पनि एकजना संयोजक हुनुहुँदो रहेछ। त्यसपछि पाहुनाहरू बाँडेर आफ्ना आफ्ना घरमा लगेर पाहुनाहरू स्वागत गर्ने, खानपिन गराउने र राख्ने, अनि त्यही अनुसार समितिले तोकेको रेट लिने उहाँहरूको अवधारणा हुँदो रहेछ। यो भनेको मैले के बुझेँ भने सरस्वती हेर्दा तरकारी उत्पादन गर्ने कृषकले पनि थोरै रकम पायो र होमस्टे सञ्चालन गर्नेले पनि केही आर्थिक सङ्कलन गर्न पायो। खाना कसरी पकाउने, तेल कम अनि मसलाहरू कम गरेर पकाउने तरिकाहरू, अनि फेरि खाना के अरे समय थोरै भएको हुनाले थोरै के अरे
आइटमहरू थोरै सिक्न सफल भयो। अनि के अरे हाम्रो के अरे हामीले होमस्टे खोल्ने उसमा हाम्रै झन् मुख्य परिकार बङ्गुरको मासुको आइटम हामीले सिक्न पाएनौँ। त्यो चाहिँ सिक्न पाउनुपर्छ हामीले, त्यही हो। हस्ता डल्ले जुन चुरामणी पौडेल सरले सिकाउनु भयो होमस्टे भनेको के हो र त्यसको बाटो के हो भन्ने बारेमा उहाँले सिकाउनु भयो र नारायण लामा सरले पकाउने बारेमा सिकाउनु भयो। तर त्यहाँ गएर हामीले धेरै किसिमको पकाउने खानेकुराहरू सिक्यौँ। होमस्टे भनेको के रहेछ भन्ने कुरा सिकियो र भ्रमण पनि गइयो। तर हामी महिलाहरूले सामान्य रूपमा आफ्नो एउटा कोठालाई होमस्टे जस्तो पाउनको लागि बनाएर आफ्नो घरमा उत्पादन भएको चिजहरूलाई सदुपयोग गरेर आफ्नो पाहुनाहरूलाई जे खान दिइन्छ त्यो रूपमा गरेर स्वागत सत्कार गरेर थोरै भए पनि आय आर्जन गर्ने बाटो रहेछ भन्ने बुझेँ मैले। अत्यन्तै हामीलाई फाइदाजनक छ, किनभने अहिलेसम्म हामीले थुप्रै सामानहरू बेच्न नसकेको अवस्थामा अब हामीले होमस्टे पनि सँगै सञ्चालन गऱ्यौँ भने यस्ता सामानहरू बेच्नलाई हामीलाई असाध्यै सहज हुनेछ। अब हामीसँग सँगसँगै कृषि शाखाको गगन सरले भन्नुभएको छ कि अब यहाँ हामीसँग बेच्नको लागि या गिफ्ट हाउस जस्तो हामीसँग आँप अत्याधिक छ, तर कहाँ बेच्ने भन्ने हुन्छ। अब हाम्रो यहाँ आएका पाहुनाले त्यही आँप हामीसँग किनेर लैजान्छन्। हामीले उनीहरू आउँदै गर्दाखेरि हामीले उपहार स्वरूप हामीले प्याकिङ गरेर हाम्रो यहाँको आँप हो, हाम्रो यहाँको लिची हो, हाम्रो यहाँको मकै हो, हाम्रो यहाँको चामल हो, होइन, तपाईँलाई खानुपर्छ लैजानुहोस् भनेपछि उहाँले अत्यन्तै खुसीको साथ लैजानुहुन्छ। हामीले त्यही चिज खुवाउँछौँ, त्यही चिज हामीले सँगै पठाउँछौँ। त हुँदाखेरि अब यहाँको विकासको लागि अब पहिलो खुड्किलो बन्छ यो। अब हामी छिट्टै जस्तै हाम्रो वडा अध्यक्षसँग म कुरा गरेको थिएँ, अहिले 3टा कार्यक्रम भन्नुभएको थियो। यो नभएर हामीले अत्याधिक अलि 10-15 जनाको टिमलाई लिएर यो कार्यक्रम सञ्चालन गर्ने हो भने अझ उत्साहजनक हुन्थ्यो जस्तो मलाई लागिरहेको छ। किनकि अब सानोबाट सुरु गर्नुभन्दा ठुलोबाट, किनकि सहभागी हाम्रा बढाउन सक्ने अवस्था छ अहिले। त्यो भएको हुनाले अब हामीले उत्पादनलाई पनि हामीले त्यत्तिकै जोड दिने, हामीले अब छिट्टै अलिक धेरै ठुलो एमाउन्टमा हामीले होमस्टेहरू खोल्यौँ भने हामी परिवर्तनको लागि, विकासका लागि, यहाँको समाजको लागि हामीले निकै ठुलो महत्त्वपूर्ण भूमिका खेल्न सकिन्छ। कार्यक्रम गण्डकी प्रदेश अन्तर्गत कार्यक्रमलाई यस देवचुली नगरपालिकाले यो 3वटा वार्डमा ल्याएर कार्यक्रम सञ्चालन गर्न लागिरहनु भएको छ। यसका लागि गण्डकी प्रदेश सरकार र हाम्रो देवचुली नगरपालिकालाई विशेष धन्यवाद दिन चाहन्छु। यो कार्यक्रम अन्तर्गत हामीले यस कृषि विकास शाखाले अस्ति योभन्दा अलि अगाडि 5 दिने कार्यक्रम यो होमस्टे सम्बन्धमा 5 दिने कार्यक्रम सञ्चालन गरेको थिएँ। त्यसमा म उद्घाटन सत्रमा मात्र जान सफल भएको थिएँ। त्यसपछि मेरो काम विशेषले गर्दा, परिस्थितिले गर्दा म त्यो कार्यक्रम अवधिभरि म उपस्थित हुन सकिनँ। यसका लागि म क्षमा प्रार्थी पनि छु, किनभने मलाई एकदम उत्सुकता थियो। हामीले होमस्टे सञ्चालन गरिरहन लाग्दाखेरि म पनि त्यहाँ 5 दिन कार्यक्रममा उपस्थित भएर सबै कुरा सिक्ने एकदमै इच्छा थियो, तर म त्यहाँ कार्यक्रममा उपस्थित हुन सकिनँ। त्यसैले अलिकति दुःख पनि लागेको छ। तैपनि भ्रमण कार्यक्रममा चाहिँ भ्रमण अवलोकन कार्यक्रममा चाहिँ म जान पाएँ, किनभने कृषि विकास शाखाका म्यामहरूले फोन गर्नुभयो, तपाईँ पनि म्याम जानु पऱ्यो भन्नुभएपछि म पनि हुन्छ, म पनि जान्छु भनेर म त्यो कार्यक्रममा सहभागी पनि भएको थिएँ। त्यो कार्यक्रममा जाँदाखेरि त्यो ठाउँमा मलाई यति त्यसको पोखरा सुन्दर नगरी त्यसमाथि पनि पानी भेगमा एक रात भए पनि बसेर अलिकति त्यसको बारेमा अवलोकन हामीले अध्ययन गर्न एकदम खुसी लाग्यो। यसैले हामी अन्य साथीहरूलाई पनि रमाइलो खुसी पनि लाग्यो होला त्यहाँ। अनि हामीले धेरै कुरा पनि सिक्न पायौँ, त्यहाँको शिष्टता, त्यहाँको व्यवस्थापन, त्यहाँको भौगोलिक स्थिति सबै बुझ्न पनि पायौँ। विभिन्न कार्यक्रमहरू आइराखेका हुन्छन्। त्यो कार्यक्रममा सम्पूर्ण मानिस या सम्पूर्ण व्यक्तिहरू सहभागी हुन सक्दैनन्। सहभागी भए तापनि
त्यो कार्यक्रमको बारेमा कतिपय मानिसहरूको आफ्नै किसिमको धारणाहरू बनिराखेको हुन्छ। के कारणले त्यो कार्यक्रम सञ्चालन भयो, किन हामी सहभागी हुन पाएनौँ, के कारणले हामी उपस्थित भएर त्यो तालिम लिन पाएनौँ भन्ने किसिमका कुराहरू हुन सक्छन्। यसको आयोजक को हो, यसको सहयोगी संस्था को हो, आर्थिक अनुदान कसको छ, विभिन्न कुराहरू हुन सक्ने भएकोले त्यसको जानकारी गराउने उद्देश्यले सार्वजनिक रूपमा त्यसका सरकारवाला व्यक्तिहरूलाई जानकारी गर्ने उद्देश्यले नै यस्ता किसिमका सार्वजनिक सुनवाईहरू भइराखेका हुन्छन्। यो सार्वजनिक सुनवाई त्यसरी नै अहिले भइराखेको छ। विशेष गरी अहिलेको यो जुन नवप्रवर्तन कार्यक्रम छ, यो कार्यक्रम गण्डकी प्रदेश सरकारको अनुदानमा 81-82, 82-83 र 83-84 दुई वर्षको यो कार्य योजना रहेको छ। त्यसमा पनि विशेष गरी हामीले चाहेको के हो भने देवचुली नगरपालिकाभित्र सञ्चालनमा रहिराखेको पिपरार होमस्टे, यसै गरी देवचुली 1 मा रहेको बोटे माझी होमस्टे र अहिले सञ्चालन हुन लागेको किर्तिपुरमा मगर सामुदायिक होमस्टे र देवचुली 10 को यो पृथ्वीनगरमा मगर सामुदायिक होमस्टे। हामीले यो पनि बुझ्नु पऱ्यो कि अहिले हामीले जुन किसिमले होमस्टे सञ्चालन गरे पनि अहिले जति सङ्ख्यामा सञ्चालन हुन्छ बिस्तारै बिस्तारै यो सङ्ख्याहरू बढ्दै जानेछ। त्यसको पक्कै पनि नगरपालिका या वडा कार्यालय, वडा समितिले यसलाई अपतत्व लिएर अगाडि बढ्नेछ, बजेटहरूको व्यवस्थापन गर्नेछ भन्ने हामीले यहाँलाई विश्वास दिन चाहन्छौँ। यो होइन कि यहाँ कुनै एउटा समुदायले मात्रै होमस्टे सञ्चालन गर्यो, हामी त बाहिर पऱ्यौँ भन्ने कुरा पनि होइन। बिस्तारै बिस्तारै हामीले अहिले भर्खर पनि मैले हाम्रो कृषि शाखा प्रमुखज्यूसँग सल्लाह गरेँ, वडाले पनि त्यो अहिले यस वर्ष बजेटको थोरै भए पनि बजेटको व्यवस्था गरेका छौँ। जनजाति कला संस्कृति सम्वर्धन भनेर त्यसबाटै हामीले ब्राह्मण समुदायमा रहेको भजन तथा मगर समुदायमा रहेको कौरा र झ्याउरेलाई कसरी हुन्छ तालिम दिएर नै अलिकति बढी सिकाउने प्रयास गर्नेछौँ यस वर्ष होइन। त्यसमा कृषि शाखाको पनि यही कार्यक्रम अन्तर्गत त्यसमा पनि बजेटहरू छुट्याउने भनेर मैले भाइलाई आग्रह गरेको छु। यो पक्कै पनि हामीले लगभग अब दसैँ तिहार पछि दुईटै कार्यक्रमहरू तालिमको रूपमा सञ्चालन गर्ने हामीले योजना ल्याएका छौँ होइन। त्यसको लागि आवश्यक पर्ने वाद्यवादनको सामग्रीहरू होलान्, त्यसलाई पनि व्यवस्था गर्ने अब हामीले अलिकति भए पनि बजेट राखेका छौँ। नगरपालिकाले पनि बजेट राखेको हुन्छ। सँगसँगै जुन हामीले होमस्टे सञ्चालन गर्ने भनेर अगाडि बढिराखेका छौँ, पक्कै पनि यस वर्षबाट सबै कुराहरू अब दर्ता प्रक्रियादेखि लिएर त्यसपछि त्यसको समिति बन्नेदेखि लिएर सबै कार्यक्रमहरू हुनेछन् र सँगसँगै जो जसरी होमस्टे सञ्चालन गर्ने उहाँहरूलाई बृहत रूपमा अहिले जस्तै अस्ति 5 दिने तालिम सुरु गऱ्यौँ, त्यो अहिले जब बेसिक लेभलमा मात्रै सुरु भएको छ। अब हुँदाखेरि जो होमस्टेसँग प्रत्यक्ष सरोकार राखेर अगाडि बढ्नुहुन्छ उहाँहरूलाई एडभान्स तालिमको रूपमा अगाडि बढ्छ। उहाँहरूलाई के अरे अवलोकन भ्रमण गराउने, यहाँ तालिम दिने कामहरू हुन्छन्। त्यसको लागि पनि बजेट व्यवस्था भइराखेको छ। सँगै त्यसलाई सपोर्ट गर्ने रूपमा कृषि पाठशाला पनि यहाँ सञ्चालन हुनेछ। कृषि पाठशाला सँगसँगै अघि कृषि के अरे विकास शाखाले भने जस्तै यो हाम्रो जलुके घुमाउने यो सिँचाइ नहरले सञ्चालनमा ल्याएको जलुके कृषि उपज केन्द्रलाई पनि हामीले फेरि कसरी अगाडि बढाउन सकिन्छ भनेर छलफल गरेर यसलाई अगाडि बढाउने प्रयास गर्नेछौँ। यसका लागि पनि बजेट व्यवस्थापन गरेर अब फेरि यसलाई अगाडि बढाउनुपर्छ। मैले पहिला पनि आग्रह गरेको थिएँ, फेरि पनि आग्रह गर्छु, तपाईँ हामीले कृषि अथवा तपाईँ हामीले उत्पादन गर्दाखेरि सकेसम्म सिजनल भन्दा पनि अफ सिजनल के अरे उत्पादन गर्न पायौँ भने हामीले बढीभन्दा बढी नाफा लिन सक्छौँ होइन। हामी यसरी यो कृषि उपज केन्द्र बन्द हुने अवस्था हुँदैन। अब यो बेलामा सबैतिर फर्सीको मुन्टा, फर्सी अथवा घिरौँला या करेला फलेको छ, सबैको घरमा फलेको छ, कसरी बिक्री हुने? यो चिज कहिले उत्पादन हुनु पर्यो त? जुन बेला या अफ सिजन छ, यो उत्पादन नहुने बेलामा हामीले उत्पादन गऱ्यो भने करेलाको भाउ अहिले 20 रुपियाँ छ भने त्यतिखेर 50 रुपियाँ लिन सकिन्छ, घिरौँला 10 रुपियाँ छ भने त्यतिखेर 30 रुपियाँ लिन सकिन्छ। त्यसरी नै हामीले अफ सिजनल तरकारीहरू या खाद्यान्नहरू उत्पादन गरेर हामीले बढीभन्दा बढी नाफा लिने, सँगसँगै यो जुन पर्यटकको रूपमा यहाँ होमस्टेमा बस्न आउने व्यक्तिहरूलाई पनि त्यसैबाट हामीले
खुवाउन सक्यो भने दोहोरो फाइदा हुन्छ भन्ने विश्वास लिएको छु। अलि कार्यक्रम सञ्चालक भाइले पनि जोडिसक्नु भएको छ। हाम्रो यहाँ पृथ्वीनगरमा कृषि किशोरी अध्ययन केन्द्र भएको कारणले गर्दाखेरि त्यहाँ धेरैभन्दा धेरै पाहुनाहरू आइराख्नुहुन्छ। त्यो पाहुनाहरू कहिले विप्रहर कहिले अमरतारी बसिराख्नु भएको छ। त्यो पाहुनाहरूलाई हामीले यहीँ पृथ्वीनगरमै राख्न पायौँ भने पक्कै पनि तपाईँ हाम्रो अलिकति भए पनि आर्थिक उपार्जनलाई मद्दत गर्छ भन्ने उद्देश्यले नै मेरो अलिकति यो नवप्रवर्तन कार्यक्रम आउनु त आफ्नो ठाउँमा छ, तर मैले 10 नम्बर वडामा पनि पृथ्वीनगरमा यो होमस्टे सञ्चालन हुनुपर्छ भनेर मैले पनि अलिकति जोड दिएर यो कार्यक्रम आएको छ। पक्कै पनि तपाईँ हामी सम्पूर्णको साथले यो कार्यक्रम सफलतापूर्वक सम्पन्न हुन्छ भन्ने विश्वास दिएको छु।